सम्पूर्णमा नमस्कार। लोकसेवा पानी युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। लोकसेवाको परीक्षालाई विशेष मध्यनजर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा घटेको घटनाहरूलाई सङ्कलन गरेर समसामयिक भिडियो तपाईहरु माझ प्रस्तुत गर्न गइरहेको छु। आउनुहोस् सुरु गरौँ। सन् 2024 मा धेरै रेमिटेन्स वितरण देशहरूको पहिलो प्रश्नबाट सुरुवात गरौँ। सन् 2024 मा धेरै रेमिटेन्स वितरण देशको क्रम हेर्ने हो भने पहिलो रहेको छ भारत, मेक्सिको, चीन, फिलिपिन्स, पाकिस्तान र बंगलादेश रहेको छ भने नेपालको स्थान भनेको 16औं स्थानमा रहेको छ। भामेची फिपा ब भनेर पनि याद गर्न सक्नुहुन्छ है त। त्यस्तै गरी रहेको छ सन् 2024 मा जीडीपी को अनुपातमा धेरै रेमिटेन्स वितरण देश रहेको छ ताजिकिस्तान, टोका, निकारागुआ, लेबनान भने नेपालको स्थान भनेको 6औं स्थान रहेको छ। अब हामी हेरौँ दिगो विकास लक्ष्यको उपलब्धि समीक्षा। यो चाहिँ हाम्रो स्रोत राष्ट्रिय योजना आयोगबाट चाहिँ हामीले यो साभार गरेका छौँ। समग्र दिगो विकास लक्ष्यको प्राप्तिमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ। सन् 2022 को लक्ष्यमा औसत उपलब्धि 58.0% र सन् 2030 सम्मको औसत उपलब्धिमा 41.4% र 2030 मा हासिल हुन सक्ने उपलब्धि भने लक्ष्य भने 60% रहेको छ। र गरिबीको अन्त्य भारतीय औसत उपलब्धि 2022 को लक्ष्य 78.1% रहेको छ भने सन् 2030 सम्मको लक्ष्य 54.4% र सन् 2030 मा अनुमानित उपलब्धि प्रतिशत भने 78.6% रहेको छ। अब हामी हेरौँ अर्को शून्य भोकमरीमा 2022 को लक्ष्य भने 68.3% रहेको छ भने सन् 2030 को लक्ष्य भने 45.0% छ भने सन् 2030 मा अनुमानित उपलब्धि प्रतिशत भने 71.5 रहेको छ। यसरी नै हामीले थप तपाईले सरल हेर्न सक्नुहुनेछ। अब हामी जुन अर्को महत्त्वपूर्ण समसामयिक अपडेट रहेको छ जलवायु सम्मेलन कोप 29 एकदमै महत्त्वपूर्ण रहेको छ। यो पनि परीक्षामा सोधिरहने प्रश्न हो। जलवायु सम्बन्धी सम्मेलन कोप 29 यो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि UNFCCC का पक्ष राष्ट्रहरूको कतिौं सम्मेलन हो भन्दाखेरि 29औं सम्मेलन कोप 29 हो। र कोप 29 कहिले सञ्चालन भयो भन्दाखेरि 81 कार्तिक 26 देखि 27 गतेसम्म 2024 नोभेम्बर 11 देखि 22 सम्म। कोप सम्मेलन कहाँ भयो त भन्दाखेरि कोप 29 सम्मेलन चाहिँ अजरबैजानको बाकुमा भएको छ र सो कोप 29 को अध्यक्षतामा सञ्चालन भएको कसको अध्यक्षतामा भन्दाखेरि मुख्तार बाबेम अजरबैजानका पारिस्थितिक र प्राकृतिक संसाधन मन्त्री। कोप 29 मा नेपाली प्रतिनिधिको मण्डलको नेतृत्व कसले गरे भन्दाखेरि राष्ट्रपति हाम्रो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल 2081 कार्तिक 27 मा उहाँले सम्बोधन गर्नुभएको अनि राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको 29 मा सहभागी हुन अजरबैजान कहिले प्रस्ताव गर्नुभएको भन्दाखेरि 2081 कार्तिक 25 गते। त्यस्तै गरी कोप 29 मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका रामचन्द्र पौडेलले उठाएको प्रमुख आह्वान कुन हो त भन्दाखेरि हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो। हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भनेर चाहिँ उहाँले आफ्नो आह्वान राख्नु भएको थियो। सो सम्मेलनमा क्लाइमेट फाइनान्स र कार्बन क्रेडिटका विषय छलफलको सबैभन्दा प्राथमिकता सूचीमा रहेकोले यस सम्मेलनलाई फाइनान्स कोप पनि भनिन्छ। यस सम्मेलनलाई चाहिँ फाइनान्सियल कोप पनि भनिन्छ। अनि कोप 28-23 कहाँ र कहिले सञ्चालन भयो दुबईमा सन् 2023 नोभेम्बर 30 देखि डिसेम्बर 12 मा। त्यस्तै गरी कोप 30 25 मा ब्राजिलमा सञ्चालन हुने भएको छ भने 26 मा कोप 31 चाहिँ अस्ट्रेलियामा हुने भएको छ। कहाँ सञ्चालन भयो अजरबैजानको बाकु। त्यस्तै गरी कोप 28 दुबई। त्यस्तै गरी कोप 30 ब्राजिल र कोप 31 अस्ट्रेलिया र पहिलो कोप सम्मेलन चाहिँ जर्मनीमा सन् 1995 मा भएको थियो। पहिलो कोप सम्मेलन चाहिँ जर्मनीमा सन् 1995 भएको थियो भने नेपालले कहिलेबाट कोप सम्मेलनमा निरन्तर सहभागी हुँदै आएको भन्दाखेरि सन् 2011 बाट। एकदमै महत्त्वपूर्ण टपिक छ।
हजुरहरू भिडियोलाई पज गर्दै हेर्नु हुन अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी युरो कप सम्बन्धी जाउँ। युरो कप 2024 को उपाधि स्पेनलाई दिएको छ। युरो कप 2024 को उपाधि स्पेनलाई रहेको छ। युरो कपको विजेता राष्ट्र स्पेन र युरो कप 2024 को उपविजेता राष्ट्र चाहिँ इङ्ल्यान्ड रहेको छ। सेमी फाइनल पुग्ने राष्ट्रहरू नेदरल्यान्ड, इङ्ल्यान्ड, स्पेन र फ्रान्स गरी 4 राष्ट्रहरू रहेका छन् भने इङ्ल्यान्ड विरुद्ध स्पेनले कति गोल हालेको थियो? 2-1। प्रतियोगिता सञ्चालन कहिले भएको थियो? जुन 14 देखि जुलाई 14, 2024 सम्म। प्रतियोगिताको फाइनल खेल कहिले भयो भन्दाखेरि 14 जुलाई 2024 मा भएको थियो। युरो कप 2024 कतिौं संस्करण हो? 17औं संस्करण हो। युरो कप 2024 को आयोजक मुलुक हुनु जर्मनी रहेको छ भने प्रतियोगिता बेस्ट यङ्गर प्लेयरको हुनु लामिन यामाल स्पेन र प्रतियोगिताका बेस्ट प्लेयरको हुनु त रोड्री स्पेन रहेको छ। हजुरहरूले थप जानकारीको लागि भिडियोलाई पज गर्दै हेर्न सक्नुहुनेछ है त। साथै तपाईहरु यस लुक्स्या पानी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यो भिडियोलाई लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, हाम्रो युट्युब च्यानलमा जोडिनु हुन पनि अनुरोध गर्न चाहन्छु र धेरै साथीहरुमाझ पनि शेयर गर्नु हुन अनुरोध गर्न चाहन्छु है त। त्यस्तै गरी कोपा अमेरिका 2024 को उपाधि भने हाम्रो अर्जेन्टिनाले प्राप्त गरेको छ। कोपा अमेरिका 2024 को विजेता राष्ट्र भने अर्जेन्टिना भने कोपा अमेरिका 2024 को उपविजेता राष्ट्र चाहिँ कोलम्बिया रहेको छ भने यस्तो कोलम्बिया विरुद्ध अर्जेन्टिनाले कति गोल हाल्यो? 1-0 को। प्रतियोगिता सञ्चालन कहिले भयो? जुन 20 देखि जुलाई 15, 2024 सम्म रहेको छ भने यो कोपा अमेरिका चाहिँ हाम्रो 48औं संस्करण हो र कोपा अमेरिका 2024 आयोजना गर्ने मुलुक चाहिँ अमेरिका रहेको छ र यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी भनेको लोटारो मार्टिनेज रहेको छ, 5 गोल अर्जेन्टिना। हजुरहरूले भिडियो लामो हुने भएको कारणले गर्दाखेरि पज गर्दै सरल हेर्न हुन सक्नुहुनेछ है त। त्यस्तै गरी 13औं कर दिवस 2081 का वर्ष उत्कृष्ट करदाता 2081 को नारा के रहेको छ सो सम्बन्धी पनि हामीले जान्नु जरुरी छ। 2081 को नारा भनेको कर प्रणालीको सार लगानीको आधार, कर प्रणालीको सार लगानीको आधार भन्ने नारा रहेको छ र सबैभन्दा धेरै आयकर तिर्ने भनेको नेपाल टेलिकम, एकलुटी फर्मतर्फको श्रुति ट्रेडर्स, निर्यात डाबर नेपाल, सूचना प्रविधि निर्यात उडादार एक प्रणाली, कृषि तथा पशु पन्छी उद्योग पतञ्जलि आयोग दिइरहेको छ भने बैंक तथा वित्तीय संस्था चाहिँ नबिल बैंक रहेको छ। हजुरले सरस्वती हेर्न सक्नुहुनेछ। अब हामी अर्को महत्त्वपूर्ण टपिकतिर जान्छौँ। रामसार क्षेत्रमा सूचीकृत नेपालका सिमसा क्षेत्रहरू। यो पनि प्रश्न लोकसेवामा सोधिरहने प्रश्न हो। सिमसा क्षेत्रको पहिलो नेपालमा सिमसा क्षेत्र चाहिँ हाम्रो कोसीटप्पु सुनसरी रहेको छ सिमसा क्षेत्र। यसको कहिले सूचीकृत भयो भन्दाखेरि सन् 1987 डिसेम्बर 17 मा। सन् 1987 डिसेम्बर 17 मा यसको क्षेत्रफल भने 175 वर्ग किलोमिटर रहेको छ भने दोस्रो भनेको 20 हजारी ताल क्षेत्र यो चितवनमा रहेको छ सन् 2023 अगस्त 13 मा रहेको छ यो 32 वर्ग किलोमिटर रहेको छ भने घोडागोडी ताल क्षेत्र कैलाली सन् 2003 अगस्त 13 मा रहेको छ यो 25.63 वर्ग किलोमिटर रहेको छ। हामीले यो पनि हेर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको छ है साथीहरु हेर्नु होला। त्यसै सन्दर्भमा अब नेपालको कुल क्षेत्रफल करिब 5% भूभाग सिमसार क्षेत्रले ओगटेको छ। 5% भाग चाहिँ सिमसार क्षेत्रले ओगटेको छ भने रामसार क्षेत्र सूचीकृत हुने सबैभन्दा ठूलो क्षेत्र भनेको राइनो नेग्रो इन ब्राजिल रहेको छ भने सबैभन्दा बढी क्षेत्र समावेश भएको देश बेलायत रहेको छ है त। अब अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ 97औं ओस्कार अवार्ड 2025 कसलाई प्रदान गरियो भन्दाखेरि उत्कृष्ट फिल्म चाहिँ अनहोरलाई दिएको छ भने बेस्ट पिक्चर पनि अनहोरलाई दिएको छ, बेस्ट एक्टर एडिन ब्रोडीलाई दिएको छ, बेस्ट एक्ट्रेस मिकी मेडिसनलाई दिएको छ। अब चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ है त। भिडियोलाई पज गर्दै हेर्न अनुरोध गर्न चाहन्छु। अब अर्को खेलकुदसँग समसामयिक घटना रहेको छ। अब आइसिसी च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता 2025 आयोजक चाहिँ पाकिस्तान र संयुक्त अरब इमिरेट्स युएई रहेको छ। यो आयोजना मिति चाहिँ सन् 2025 फेब्रुअरी 19 देखि मार्च 19 सम्म रहेको छ भने टिम संख्या 8 रहेको छ। भारत, न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, अस्ट्रेलिया
अफगानिस्तान इङ्ल्यान्ड अफगानिस्तान पहिलोपटक सहभागी भएको हो है त। जम्मा खेल 15 हुने रहेछ। विजेता भारत, तेस्रो पटक उपविजेता न्युजिल्यान्ड रहेको छ। विजेता राष्ट्र चाहिँ भारत रहेको छ भने उपविजेता चाहिँ न्युजिल्यान्ड रहेको छ नवौं आइसिसी च्याम्पियन ट्रफी क्रिकेटमा है त। थप जानकारी हजुरहरूले भिडियोलाई तल पज गर्दै हेर्न सक्नुहुनेछ र तपाईहरु यस लोकसेवा न्युज च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलमा जोडिनु अनुरोध गर्न चाहन्छु। हामी लोकसेवा सन्दर्भ सामग्री, समसामयिक अपडेट लगायत हामी विभिन्न सामग्रीहरू तपाईहरु माझ प्रस्तुत गर्नेछौँ। अन्ते 2024 का काव्य व्यक्तिहरू को लिस्ट हेरौँ है त। मिस नेपाल अर्थ 2024 मा को बनिन् भन्दा सुमना केसी। मिस अर्थ 2024 मा आशा कुमारी केसी 20औं। मिसेस नेपाल युनिभर्सिटी 2024 सन्तोष कार्की र यसरी हामीले सबै सरस्वती हेर्न सक्नुहुनेछ तपाईले। र बैंकमा चाहिँ बैंक अफ द इयर 2024 मा सृजन बैंक, बेस्ट बैंक अवार्ड 2024 ग्लोबल आइएम बैंक र ग्रीन बैंक अफ द इयर 2024 भनेर चाहिँ हामी एनएनबी एनएमबी बैंक है त। अर्को महत्त्वपूर्ण टपिक रहेको छ विश्व सिमसार दिवस 2025। यो कहिले मनाइन्छ भन्दाखेरि हरेक वर्षको फेब्रुअरी 2 गते विश्व सिमसार दिवस मनाइन्छ र सन् 2024 को नारा भने हाम्रो साझा भविष्यका लागि सिमसार, प्रोटेक्टिङ वेटल्यान्ड्स फर आवर कमन फ्युचर भन्ने रहेको छ। हामीले इङ्ग्लिस र नेपाली दुईटै नारा याद गर्नु होला है त। र 2024 को नारा भनेको वेटल्यान्ड्स एन्ड ह्युमन वेलबिङ रहेको छ। नेपालमा 10 सिमसार क्षेत्र विश्व साझा सूचीमा सूचीकृत भएको छ भने पहिलो कोशी चप्पु, अन्तिम फेवातालको रहेको छ। जम्मा 9वटा ताल रहेको छ भने संयुक्त राष्ट्रसङ्घले सिमसार सम्बन्धी दिवसलाई 30 अगस्त 2024 मा मान्यता दिएको छ। हामी योभन्दा अगाडि पनि मैले भनिसकेको छु पहिलो सिमसार क्षेत्र राष्ट्र सूचीमा सूचीकृत हुने भनेको कोशी चप्पु हो है त। अर्को महत्त्वपूर्ण टपिक रहेको छ नेपालको जीडीपीमा कुन प्रदेशको कति योगदान रहेको छ। यसलाई चाहिँ हामी सूत्रबाट पनि सूत्रात्मक तरिकाबाट पनि याद गर्न सक्छौँ। बाकु, लुम, गसुक, बागमती 36.4%, कोशी 15.8%, लुम्बिनी 14.2%, मधेसी 13.1%, गण्डकी 9%, सुदूरपश्चिम 7%, कर्णाली 4.3% रहेको छ। बाकु, लुम, बागमती, कोबाट कोशी, लुबाट लुम्बिनी, मबाट मधेसी, कबाट गण्डकी, सुबाट सुदूरपश्चिम, कबाट कर्णाली रहेको छ है त। अर्को महत्त्वपूर्ण टपिक रहेको छ, यो पनि प्रश्न सोधिरहने प्रश्न हो। युएनको हालको महासचिव भनेको चाहिँ को हो भन्दाखेरि एन्टोनियो गुटेरेस पोर्चुगलका रहेका हुन्। उनी कतिौं 9औं हुन्। त्यस्तै गरी सार्कको हालको महासचिव भनेको गुलाम सरोवर बङ्गलादेशका हुन्। उनी 15औं महासचिव हुन्। त्यस्तै गरी बिमस्टिका इन्द्रमणि पाण्डे उहाँ चाहिँ भारतको रहेका छन् है त। उहाँ 4थो हुन्। एसियनको हालको महासचिव भनेको काओ किम हुन्। कम्बोडियाको रहेको छ। उहाँ भनेको चाहिँ 15औं महासचिव हुन् है। अर्को महत्त्वपूर्ण टपिक रहेको छ नेपालका हिमालको पूर्वदेखि पश्चिम क्रम। यसको सूत्रबद्ध तरिकाले याद गर्न सक्छौँ। क कुम्लो बोकी सगरमाथा, कबाट कञ्चनजङ्घा, कु कुम्लो बोकी भने चाहिँ कुबाट कुम्भकर्ण, मबाट मक्कालु र लोसे रहेको छ। बोकी सगरमाथा भयो। अनि चौगल्ला चोयु गुरुशङ्कर, गममा गणेश मनसालु माछापूर्ण, हसे अन्ध सोइपाल अपी, अबाट अन्नपूर्ण र लबाट धौलागिरी, सोइपाल अपी रहेको छ। कुम्लो बोकी सगरमाथा अनि चौगल्ला गममा फसे अन्ध सोइपाल अपी भनेर पनि याद गर्न सक्छौँ। यो चाहिँ नेपालका हिमालको पूर्वदेखि पश्चिमको क्रम रहेको छ। यो पनि सोध्ने खालको टपिक नै हो है। त्यस्तै गरी अब अर्को हामी जान्छौँ खेलकुदसँग सम्बन्धित प्रश्न रहेको छ। नेपाल प्रिमियर लिगमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी भनेको चाहिँ अनिल कुमार शाह हुन् है त। त्यस्तै गरी एमपिएलमा सबैभन्दा पहिला चौका हान्ने खेलाडी भनेको लोकेश बम नेपालबाट रहेको छ। एमपिएलमा सबैभन्दा बढी पहिला छक्का हान्ने खेलाडी चाहिँ मार्टिन गुप्टिन न्युजिल्यान्डका रहेका छन् है त।
साथीहरू, तपाईहरु यस युट्युब च्यानलमा हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलमा जोडिनु हुन र सब्स्क्राइब गर्नुलाई अनुरोध गर्न चाहन्छु। र भिडियोको अन्तमा तपाईहरु माझमा हामीले केही प्रश्नहरू पनि राखेका छौं। हजुरले त्यो प्रश्नको जवाब लेख्नु पर्ने हुनेछ। अनि अब नेपालमा हवाई सम्झौता भएका पछिल्ला देशहरू कुन कुन हुन्, हामीले यसको मिति सहित याद गर्नुपर्ने हुन्छ है त। हाम्रो 42औं देश स्विजरल्यान्ड रहेको छ। 2024 फेब्रुअरी 6 मा हवाई सम्झौता भएको पछिल्लो देश भनेको चाहिँ हाम्रो स्विजरल्यान्ड रहेको छ भने 41औं पूर्वघण्टा 2023 डिसेम्बर 5 रहेको छ। 40औं भनेको अस्ट्रेलिया सन् 2019 सेप्टेम्बर 30 र 39औं भनेको कम्बोडिया है त। अब हामी पुरस्कारसँग सम्बन्धित पनि रहेको छ। हजुरहरूले यो सरल हेर्न सक्नुहुनेछ। ल कुन ग्रहको उपनामले के भन्ने प्रश्न रहेको छ। कुन ग्रहको उपनाम के भन्ने रहेको छ, यो पनि हजुरहरूले सरस्वती हेर्न सक्नुहुन्छ। भिडियो लामो हुने भएको कारणले गर्दा मैले तपाईहरुलाई अनुरोध गरे भिडियो हजुरहरूले पज गर्दै हेर्न सक्नुहुनेछ। यो चाहिँ खेलकुदसँग सम्बन्धित रहेको छ। महत्त्वपूर्ण टपिक रहेको छ, हजुरहरूले हेर्न सक्नुहुनेछ है त। मदन पुरस्कार 2080 कसलाई प्रदान गरियो भन्दाखेरि मोहन मैनालीको मुकाम रडा मैदानलाई चाहिँ मदन पुरस्कार दिएको छ। साथीहरू ख्याल गर्नु होला, सोच छ यो चाहिँ। जगदम्बा श्री पुरस्कार 2080 राडा योगेन्द्र प्रसाद यादव। पद्मश्री साहित्य पुरस्कार 2080 रा कृष्ण गौतमको उपन्यास अद्वैतलाई दिएको थियो। र पद्मश्री साधना सम्मान 2080 पवन कुमार चामलिङलाई। पद्मश्री गौरव पुरस्कार 2080 राडा केदारनाथ माथेमलाई दिएको थियो। महत्त्वपूर्ण छ, हजुरहरूले यसलाई स्क्रिनशट गरेर पनि राख्न सक्नुहुनेछ है त। भन्दै अब हजुरहरूले यो भिडियो लामो हुने भएको कारणले गर्दाखेरि मैले भनिनँ, हजुरहरूले सरर हेर्न सक्नुहुनेछ। भिडियोलाई पज गर्दै साथीहरू, अब हामी तपाईहरु माझमा समसामयिक प्रश्नको सही विकल्प कुन हो, भिडियोको तल कमेन्ट गर्नु होला भन्ने प्रश्न तपाईहरु माझ राखेको छु। सन् 2024 मा धेरै रेमिटेन्स भित्राउने देशको क्रम कुन सही छ? अप्सन ए ताजिकिस्तान, टोगा, निकारागुआ, लेबनान, भारत भन्ने पहिलो प्रश्न रहेको छ। दोस्रो अप्सन भनेको भारत, मेक्सिको, चीन, फिलिपिन्स, पाकिस्तान रहेको छ भने तेस्रो अप्सन रहेको छ भारत, मेक्सिको, फिलिपिन्स, चीन। सन् 2024 मा धेरै रेमिटेन्स भित्राउने देशको क्रम कुन सही छ? यो भिडियोको तल कमेन्ट गर्नु होला। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नवप्रवर्तन सूचाङ्क 2024 मा नेपालको स्थान कति रहेको छ? 109, 95, 81, 68। यसको पनि कमेन्ट गर्नु होला। त्यस्तै गरी नेपालसँग हवाई सम्झौता भएका देशका मध्ये पछिल्लो देश कुन हो ल भन्नुस्? रुवान्डा, अस्ट्रेलिया, स्विजरल्यान्ड। त्यस्तै गरी देशका मध्ये 2080 जगदम्बा श्री पुरस्कार कसले प्राप्त गरे? मोहन मैनाली, राडा योगेन्द्र प्रसाद यादव। यी चारवटा प्रश्नहरूको चाहिँ सही एन्सर भिडियोको तल कमेन्ट गर्नु होला।
साथै तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो त्यसको पनि हजुरहरूले प्रतिक्रिया दिन सक्नुहुनेछ है त। हामीले अर्को भिडियोमा भेट्ने बाचा साथ बिदा हुन चाहन्छु। हस्त धन्यवाद।